मेरो बुढीले चाहिँ अन्डा बोइल गर्दाखेरि चायपत्ती हालिदिन्छ क्या, त्यही भएर सबै चायपत्ती लगाइरहेको हुन्छ। कुखुराले अन्डा पार्दाखेरि गु छोड्दैछ यहाँ। हर हर महादेव, नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई अनदर भिडियो। एन्ड आफ्टर long time I'm back in the gym, हैन, once again. So let's do it bro, after long time, and yeah, let's do it. So मैले चाहिँ लिएको छु अहिले बाइसेपको लागि टोटल 35 kgs। कसरी 35 भन्दाखेरि लाइक हुन्छ नि त, यो चाहिँ छ तपाईको 2.5 हैन, एन्ड दिस इज 10, यु क्यान सी हैन, यो चाहिँ 10 kg हो। सो यहाँ भयो 12.5 कति भयो 25 हैन, अन्त नि तपाईको यो बारबेल चाहिँ तपाईको भयो 10। सो 10 reps हान्ने छु हैन, 10 reps। सो लेट्स ट्राई 10 reps। Bro, 35 kg after long time, यति धेरै वेट उठाउँदाखेरि इट्स हैन फटिजान्छ। आफ्टर वर्कआउट खानुपर्छ अन्डा। कुखुराले अन्डा पार्दाखेरि गु छोड्दैछ यहाँ। वर्कआउटको तपाईको ठिकको आधा घन्टा 1 घन्टा बादमा रेस्ट गरेपछि यो अन्डा चाहिँ फुटेछ एउटा। 4x डन। 4x हैन, एक हैन, एक्स। म चाहिँ त्यतिकै खान सक्दिनँ, त्यही भएर नुन र रेड चिली पाउडर हाल्नुपर्छ। सो कहाँ देऊ त। मेरो बुढीले चाहिँ अन्डा बोइल गर्दाखेरि चायपत्ती हालिदिन्छ क्या, त्यही भएर सबै चायपत्ती लगाइरहेको हुन्छ। त्यही भएर छान्दै खानुपर्छ। स्वाद अनुसार 1 चुटकी नमक, स्वाद अनुसार रेड चिली पाउडर। मेरो यो चाहिँ लन्च हो। सो यो चाहिँ देसी डाइट हो क्या। सो आफ्टर वर्कआउट दिस इज माई लन्च एन्ड यो चाहिँ पुरै देसी स्टाइलको लन्च हो। अब धेरै एक्सपेन्सिभ वाला त अफोर्ड गर्नु सक्दैन, देसी डाइटले काम चलाउनु पर्छ। एक चाहिँ खानु पर्छ क्या। मान्छेले चाहिँ धेरै बडी बिल्डरले यो एग व्हाइट मात्रै खान्छ कि, यो जो अन्डाको भित्रको चाहिँ यसलाई चाहिँ खाँदैन, किनकि यसमा धेरै फ्याट हुन्छ अरे। नै अगर तपाईहरु बल्किङमा हुनुहुन्छ त यसले तपाईलाई धेरै हेल्पफुल गर्छ क्या। सो यो धेरै इम्पोर्टेन्ट छ हाम्रो बडीमा। तपाईले अलिअलि साइडबाट साउन्ड सुनिराख्नु भएको छ होला, त्यो चाहिँ हाम्रो क्यामेराम्यान हो, नहिलिनु अरे। So guys, let me finish the lunch. Yes, now my lunch. चाटाई पनि खत्म, भात पनि खत्म। So see you guys in the next video and sorry for मैले चाहिँ जिम को धेरै कम्प्लिटली भिडियो बनाउन पाएन because some personal reason I can't share with you हैन, के थियो प्रब्लम भएन र त्यही भएर 2-3 क्लिप मात्रै मैले चाहिँ यो रेकर्ड गर्न पाएँ।
So see you guys next video, and yeah,